गुगलमा जानुहोस्। गुगलमा गएर चाहिँ केबल नेट रजिस्ट्रेसन सर्च गर्नुहोस् अनि प्रिपेड रजिस्ट्रेसनमा क्लिक गर्नुहोस्। क्लिक गरिसके पछाडि हामीले कन्ट्री चुज गर्नुपर्ने हुन्छ फर्स्टमा, अनि हामीले नेपाल चुज गर्छौँ। यहाँनिर चाहिँ नेपाल चुज गरिसके पछाडि चाहिँ यहाँनिर चाहिँ तपाईँले आफ्नो मोबाइल नम्बर डायल गर्नुहोला। मोबाइल नम्बर डायल गरिसके पछाडि नेक्स्ट गर्नुहोला। नेक्स्ट गरिसके पछाडि चाहिँ आइसिसिआइडी नम्बर माग्छ यहाँनिर, अनि त्यो हालिसके पछाडि चाहिँ फेरि पनि नेक्स्ट गरिदिनु होला। नेक्स्ट गरिसके पछाडि चाहिँ तपाईँले जुन यो देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ यो तीनवटा कोठा देख्न सक्नुहुन्छ। तपाईँले यो तीनवटा कोठामा टिक लगेर नेक्स्ट गरिदिनु होला। फेरि पनि नेक्स्ट गरिसके पछाडि चाहिँ तपाईँको आइडी भेरिफिकेसन माग्छ, अनि यहाँनिर टिक गरेर चाहिँ आई क्यान सेन्डमा क्लिक गर्नुहोस् अनि कन्टिन्यू गरिदिनु होला। यहाँनिर चाहिँ तपाईँले पासपोर्ट स्क्यान लिनुहोस् अनि त्यस पछाडि कन्टिन्यू गरिदिनुहोस्। कन्टिन्यू गरिसके पछाडि फेस स्क्यान लिनुहोस्। फेस स्क्यान लिएर कन्टिन्यू गरिदिनुहोस्। त्यस पछाडि चाहिँ तपाईँको डकुमेन्टको डिटेल यहाँनिर देखिन्छ, अनि